हेलो गुड मर्निङ सबैजनालाई दर्शन नमस्ते। म चाहिँ भर्खर उठेको अहिले आज होइन, धेरै दिन भयो फेसबुकमा भिडियोहरू नहालेको, युट्युबमा भिडियोहरू नहालेको। अब आज चाहिँ छुट्टी छ, हाम्रो चाहिँ होलिडे, त्यही भएर फुर्सद छ, फुर्सदमा भिडियो बनाएर हाल्नु पऱ्यो। यहाँ म चाहिँ मेरो गाडी नधोएको कति धेरै दिन भयो, गाडी धुन जान लाग्यो। म चाहिँ 2 हप्ता भयो गाडी नधोएको, अन्त गाडी फोहोर भएर गाडीलाई आफू मात्रै नुहाइन्छ होइन, गाडीलाई नुहाउनु पऱ्यो आज भनेर 2 हप्ता भयो। यहाँ हाम्रो खुर्सानी पनि लगाएको छ, खुर्सानी फलिरहेको छ ल। अन्त यहाँ खुर्सानी फल्न सुरु भएछ। यो चाहिँ नेपालको अगबरे खुर्सानीको बेर्ना ल्याक बिउ निकालेर रोपेको, मजाले फलिरहेछ, पुरा बत्तीला लगाइसकेको छ। त चाइनिज धनिया पनि टन्नै छ, घिउकुमारी छ, खुर्सानी हो। यो नेपाली भाषामा भन्दा चाहिँ गाभा, कर्कलो पनि भन्छ, कसैले कसैले गाभा भन्छ होइन, त्यो पनि छ। म चाहिँ मेरो कालो घोडालाई सफा गरेर धोइ पाएर सकाइसक्यो होइन। अब म चाहिँ कालो घोडालाई 2 दिन भयो नचलाएको, छुट्टी थियो त्यही भएर चलाएको छैन। अब आज यसलाई व्यस्त गर्नुपर्छ, सो मार्केटतिर जानु पऱ्यो, चिया खानु पऱ्यो। लाग्यो अब घोडालाई लिएर, मेरो काली घोडा हो नि त यो होइन। ल गुड। ओहो तेल सकिन लाग्यो रहेछ। मेरो काली घोडालाई स्टार्ट गरेर यो गाइस होइन। अप्ठ्यारो हुन्छ यहाँ मलाई। गाइस म चाहिँ अब मार्केटतिर लागेँ है, मार्केटतिर यसो घुमघाम गर्नु पऱ्यो, अलिकति हावा पनि खानु पऱ्यो। चिसो गर्मी पर्दो छ मलेसियामा अहिले होइन, एकदम। मलेसियामा घरहरू चाहिँ यस्तो छन् हेर्नु है। पार्किङ गर्ने ठाउँ नभएर रोडको छेउछेउ मान्छे बेसी गाडी हुन्छन्, अनि पार्किङ गर्ने ठाउँै हुँदैन। सबै हेर्नु, रोडको छेउछेउमा पार्किङ गरेर गाडी निकाल्न गाह्रो हुन्छ पुरै। गाडी राख्ने ठाउँ छैन, घरको 5 जना छ भने 5 जना गाडी हुन्छ, अनि कहाँबाट पार्किङ गर्ने ठाउँ हुन्छ त होइन र। कुकुर बौलाएर बाटोमा कहाँ हिँडिरहेको बिचमा। यहाँ चाहिँ यस्तै हो। बिहानीको समयमा शीतल छ बाहिर चाहिँ, जस मैले पनि हल्का एसी खोलिदिएको। रेड लाइट पनि 2-3 मिनटकै हुन्छ, गाह्रो हुन्छ लास्टै।
80-90 मा 100 मा। मैले धेरै भनेको यहाँ 150 कटाउन सकेँ होइन यहाँको हाइवेमा, तर 150 मा चलाउँदा चाहिँ बबाल मजा आउँछ। यहाँ साउदी कतारमा जस्तो फाइन हान्ने सिस्टम भगाएर हुन्थ्यो, यहाँ फाइन हान्दैन। मजा छ जोस् यहाँ चाहिँ गाडीको जान। अहिले पनि म यहाँ 125 मा लिएर हिँड्दा छु। फेरि अगाडि रेड लाइन लाग्यो। पहिला साथीलाई भेट्न जानु पर्यो, अनि साथीलाई भेटेर गएर दुईजना भएर टक्क कफी खान जानु पर्यो पहिला होइन। गएर साथीलाई भेट्छु पहिला, अनि दुईजना भएर हाम्रो पाल्पाको साथीहरू हुनुहुन्छ, पाल्पामा चाहिँ धेरै ठाउँको साथीहरू हुनुहुन्छ, गएर चिया चिया खानु पर्यो। एउटा चाइनिज रेस्टुरेन्ट यहाँ छ। दिनरात कम्पनी बन्द नहुने भने कि एउटा कम्पनी हेर्नु त, यो आइस कम्पनी बबाल चल्छ यो। यहाँ चाहिँ अगाडि रेड लाइट छ, यो रेड लाइटमा यो कुर्नु पर्दैन झन्डै खुलिहाल्यो। यहाँ नखोले पनि टेन्सन थिएन, यता एउटा लेफ्ट साइड बाटो खोलेको छ। हाम्रो मार्केटहरू एरिया आइसक्यो। यहाँ चल भाइ, यहाँ पनि यही रेस्टुरेन्टमा खाने हो चिया चाहिँ। रेस्टुरेन्टमा चिया खाने भनेको साथीको रुम कता छ? यता फेरि सबै ग्यारेज लाइनहरू छ, फेरि सबै ग्यारेज। साथीलाई खोज्दै हिँडेको। केटालाई खोज्दै हिँडेको, उहाँ पारी ढिकामा बसिरहेको छ केटाहरू। केटाहरूले बिहान बिहानै बियर खान लाग्छ कि क्या हो भोलाहरू। ल के हो बिहान बिहानै? ल कुकुरले कुखुरा खानु पाएन।